Wow, what a happy family. खै चिज कता हेर्ने कृष्ण भएको म्यान अन्त है होला नि कति मिठो रहेछ त मेरो बाबु सबै हेल्दी कहिले पनि भोक नभएर निरोगी मलाई हो नातिलाई ढोक्छ है प्रमिललाई चाहिँ ढोकेको होइन है फेरि ओइ पढ्न नै जानेन हौ शुभ अन प्र Happy birthday to you. ह्याप्पी डेलिभरी अब बच्चा सेफ डेलिभरी नमस्ते सो हाम्रो सबैजनालाई होइन होप तपाईँ सबैजना सन्चै होला आफ्नो आफ्नो ठाउँमा म पनि यता सन्चै नै भनौँ है आजको दिन चाहिँ हाम्रो चाहिँ बेबी आइरोनको चाहिँ भात खुलाइको दिन हो र अहिले चाहिँ हामी बिहानको 8 बजिसकेको छ होइन खास चाहिँ हामी चाहिँ 7 बजे निस्किने भनेर हल्ला गरेको थियो तर मैले चाहिँ आमालाई 7 बजी निस्किने हल्ला 7 चाहिँ 7:30 बजी निस्किने हल्ला गरेको मेरो आमा हरिप छ कि है 7 बज्दा साथ मलाई कल गरेको मेरो आमाले ल कतिखेर जाने यताउता अनि फेरि 7:30 हुनासाथ कल गरेको के सो या वे एन्ड बिट अफ रस फेरि पक्का नेपाली टाइम भएको छ होइन लाग्छ सर अहिले चाहिँ 8 बजेको छ मेरो बुढी चाहिँ एकदमै राम्रै भएको छ ओके अहिले पछि देखाउँछ गाइज ओ कस्तो राम्रो भएर आज त मेरो आमा राम्रो त छ त तिम्रो नजरले राम्रो देखे भइहाल्यो नि मान्छे राम्रो हुनु पर्दैन है एक्साइटेड हो बेबी आइरोनकोमा जान ए म त मेरो छोराछोरी नाति भनेपछि त मैले बुढालाई त त्याग्दिएँ ओ त्यही साह्रो नभन्नु न यार मेरो आमा फेरि भन्न पायो भन्दा फेरि वाल्डै भनिदिन्छ कि फेरि है आमाले लागेछ ढकिन 7 बजे 7:30 बजे भनेको 7:07 फोन गऱ्यो फेरि 7:30 हुनासाथ फोन गऱ्यो अब बच्चा है जमाइ त आम्मा बाबा कति साह्रो लप परेको हो हाम्रो हेर्दा खुट्टा त अझै भुइँमै छैन चप्पल त हेर्दा फेरि चप्पल कत्रो ठुलो लाग्यो फेरि सानो आएस खोइ मेरो मामालाई खोइ आया अझै जम्प गरेको क्या मेरो सानो जम्प खोइ मामाले चुप्पा माइजूलाई गर्दैन खस्यो आएछ डरायो गुड मर्निङ भात खान तयार हो सोल्टी भात खान तयार हो के छ त मेरो बेटा खबर आम्मामा के हो यो त सब ल के पायो मेरो सानोले अबुई त्यसो आएस कम ओभर हियर या मामाले देखाएको के लागेको छ के पायो ओ बलुन हो यसको फेरि बलुनको भूत आएको छ अब के को कति साह्रो ए यो नेपाली दोकानमा यो पाउँदो रहेछ क्या अहिले के अरे यो नेपाली डोनट नेपाली डोनट पाउँदो रहेछ आम्मा मेरो दिदी कस्तो राम्रो देखेको ओहो निकै धेरै खानेकुरा बनाएको छ त मेरो उस हेरेन मेरो डेकोरेसन हेरेन अब हेर्ने हो के चाहिँ त्यो त्यो त मलाई अस्ति के अरे ममता दिदीले दिएको के अनि त्यही हो ममता दिदीले दियो अनि टिका यतिको भयो नि है हेर्नु त यति हुन्छ हिजो रातभरि त भिजाएको थियो के हो दाल दाल रहेछ यहाँ चाहिँ मासु रहेछ यो के मासु हो वाउ के रहेछ सानुको सानो यता देखाएको छ माइजूले के दियो वाउ टी सर्टमा सानुको
खै यता खै बलुनहरू देखाउ त मामालाई ओ फुटबलको बलुन रहेछ सानोको है अनि यो चाहिँ के हो कसले दिएको Hey, who am I? को हो र आमा मेरो दाल तिमी जुङ्गासँग पालेर रहेछ त बल्ल अहिले पो देखेको जुङ्गा त बल्ल अहिले देखेको जुङ्गा छ मेरो दिदीको त्यहाँ डेकोरेसन खिच्न जानु पऱ्यो ओहो यहाँ त डेकोरेसन त बब्बाल गरेर रहेछ त हो गाइज यार ओहो हरिब गरेर रहेछ यार म तपाईँहरू देखाउँछु है ओ माई गड के लेखेछ शुभ पढ्न नै जानेन हौ शुभ अन प्रसन आइरन के लेखेको बेर शुभ अनप्रसन दाइ आउनु त ल यो के लेखेको पढ्नु न तपाईँलाई देखाउन के लेखे यार ए आमा बेचो त भयो त गाछ कसलाई पनि यहाँ पढ्न नआउँदो रहेछ त यार तर अहिले डेकोरेसन इज भेरी नाइस म्यान वाउ गाइज यहाँ चाहिँ हाम्रो भाउजूले बनाएको होइन यहाँ चाहिँ मोमो यो चाहिँ खिर यो खिर चाहिँ एप्यारेन्टली गाउँको हो अरे मैले यो रङको खिर मैले अहिलेसम्म कहिले देखेको थिएन है तर यो चाहिँ गाउँको हो अरे म त त्यो ठाउँ पनि फर्स्ट टाइम सुनेको हो पछि चाहिँ घुम्न जाने हो के भाउजू त्यहाँबाट गयो ए बारपाकको रे 7 समुद्र पार गरेर लिएर आएको खिर यहाँ उसको नि यहाँ आलुदम यहाँ चाहिँ अभियसली चटनी होइन यो चाहिँ सबै भाउजूले बनाएको रहेछ र यतापट्टि चाहिँ मेरो दिदीले बिहान उठेर सबै बनाएको रहेछ यो के को मासु हो है के को मासु हो यो खसी चिकन दाल चिकन विङ्स सबै घर बनाएको होइन यहाँ चाहिँ होइन नथिङ उस मेरो दिदीको चाहिँ एकदमै जान्ने छ एकदमै ट्यालेन्टेड त्यहाँ यो त डेकोरेसन नै हरिब अन्न प्रशासनको डेकोरेसन हरिब गरेछ मेरो दिदीले ए अब कहाँ किन्ने यस्तो भएको के किन्नु पर्यो भनेको होइन किनेर गर्नु पर्यो भनेको त मेन त अब राख्ने ठाउँै नहुने नि त फेरि स्टोर के अरू बेला के अनि आजकल त रेन्ट पनि पाउँदो रहेछ के अनि त्यही इजी भयो नि त अनि त्यही रेन्ट गरे के अनि त आज फेरि कताबाट अन्न प्रशासन भन्ने कुरा थाहा भयो त नि होइन त्यहीँ देखेको नि विनिङ लेखेर आँटेको अनि त्यस्तो नि लेख्दो रहेछ भने अनि पछि यो त नेपालको ट्रेडिसन हो नि त खास त अनि विनिङ स्विनिङ भन्दा अन्न प्रशासन नै लेखिदिउँ भनेर नाम चाहिँ फेरि ए रन लेखिदिएको के अरे भयो आज त नयाँ कुरा सिक्यो र मेरो के भन्छ मेरो भान्जाको चाहिँ दुध र भातको टाइप्सको भएको छ त्यहाँ पुरा माथिपट्टि चाहिँ पुरा नेपालीमा पक्का संस्कृतमा तलपट्टि चाहिँ नाम चाहिँ फेरि ए रन लेख्दैछ नेपालमा एरोन कसरी लेख्छ गाइज ए रन कसरी लेख्छ गाइज म आज भोक लागेको छ भाइ खाजा खान लाग्यो यता फेरि यता खिच्न आएछ भनेर खै अत्यारे कताबाट खिच्ने त यार ल यो चाहिँ मीनाक्षीले बुनेको झोला मैले बुनेको होइन बहिनीले ए बारपटबाट ल्याए के भन्छ पठाइदिनु भयो है मेरो लागि गुरुङ ड्रेसको लागि यो बाँध्ने सुन्दिने मेरै लागि यसरी दिँदै गर है तिनीहरूले बाँध्ने लुङ्गी दुईटा यो बारपटको घले यस्तो खालको लाउँदो रहेछ क्या आजहरूको बुट्टावाला होइन कि यस्तो खालको यो घले गुरुङ ड्रेसको घले यो क्रौमो हाम्रो गुरुङ भाषामा क्रौमो भन्छ उहिलेको हाम्रो आमाहरूले टुकु घरे भाषामा टुकु रे ए कति राम्रो राम्रो ल धन्यवाद दिएपछि धन्यवाद ल म पो मेरो पो भात खुवाइ भयो त तपाईँलाई नै अलि भात खुवाइदिनु नि त हामी
सक्यो पछाडि रहेछ होइन यति धेरै दिनुभएको छ है अन्त होइन अझै भित्रमा अझै सकी त्यति हो भनेर क्या हो यही एउटा भैँसी पालो पालो हुन्छ नि त्यही त के उसको र मेरो त यस्तो बोक्थ्यो कि है त्यो गुरुङसँग अब पछि मगाइदिन्छु नि है त्यो चाहिँ घरमा बुनेको हो बहिनीले बुनेको रे के ए यो झन् ठिकै हुन्छ नि त अब म नेपाली मेला म जहिले उसमा मोबाइल र उस हालेर भिरेर फोटो खिचेर तपाईँको बहिनीलाई पठाइदिनु अब म त लट्ठी है के रहेछ मेरो दिदीले चाहिँ टङ स्क्रेपर अस्ति पहिला नै किन्ने भन्छ त तपाईँले के त्यो जिब्रो सफा गर्ने किन्ने भन्छ ओहो मेरो आमाको दसैँ आएछ अब छोराको पालो यता ठुलो छोरीले नि दियो होइन अस्ति नै आमाले के आफ्नो टकीमा राख्छ त कस्तो मिठो बास्ना मिठो बास्ना आउँछ के हो तेरो त्यो भन्थ्यो अनि त्यही सधैँ लाउने हो कि मेरो आमाको पो दसैँ आएछ भाइ है के दिएछ रे है यो जिब्रो धुने कुरा ए अनि अर्को चाहिँ के हो त खै त्यही त होला त अर्को चाहिँ के हो त अनिको अरू ए त्यो बास्ना आउने टोइलेटमा राख्ने कुरा घरतिर आमालाई चाहिँ त्यो ब्याग चाहिँ साह्रै मन पर्यो होइन ब्याग यो मगरहरूले भिज्छ तर अर्डर गरेर पाउँछ होला झन् मिनाक्षीले मगाइदिएछ कि अब यो ठिकै हुन्छ नि त पार्टीमा गुरुङ ड्रेस लायो अनि मोबाइल र एउटा ब्याग आँटे भइहाल्यो थ्याङ्क यू धेरै खुसियाली पायो धेरै खुसियाली पायो कति धेरै गिफ्ट आमाको पो दिन आएछ यहाँ आएको त झन् है र अब चाहिँ बल्ल खाना पाउने भयो मैले चाहिँ यहाँ मोमो अभियसली अनि यो खिर है यो खिर चाहिँ एकदमै अर्ग्यानिक गाउँबाट लिएर आएको र 7 समुद्र पार गरेर एकदमै हेल्दी हेल्दी पनि मिठो पनि एकदम तताउनु पर्दो रहेछ त हटकेस खोल्ने बेला अलिकति धुवा आएको थियो नि त अनि धुवा आएपछि म त तातै छ होला मन तातै छ होला भनेर खाएको साह्रै त होइन तर जस तताउनु चाहिँ पर्दो रहेछ कस्तो मिठो बल्ल आनन्द आएको मलाई आज चोरेर लयो भने त लोडै हुन्छ है चोर त कपाल यस्तो गरेछु कुन चाहिँ राम्रो छ यति धेरै त लाउँदिनँ होला एउटा निकाल्नु पर्ला कुन चाहिँ निकाल्नु मा चाहिँ मेरो दिदीको ऐना चाहिँ एकदम राम्रो लाग्यो अरूभन्दा नि त्यस्तै छ कि भने होइन छोटो खालको आजकल त हाल्दा सोधा ऊ मिनाक्षीहरूलाई छोटोले राम्रो देखेँ कि लामोले राम्रो देखेँ राम्रै देखेछ तर यति साह्रो त के लाउनु त नि एउटा अनि निकाल्नु होइन उस देखेछ के अरे छोटोले यो पनि यसकै भाग जस्तो देखेछ क्या रातो रातो मिलेछ के ल ओके खानदानी आमा अर्की चाबी इन्डियन सिरियलको त्यो उसहरू हुन्छ नि गुन्डी नि होइन के त्यो इन्डियन सिरियलको सासु आमाहरू जस्तो देखेछ त्यो नेपालमा पाउँथ्यो नि त्यो यस्तो खालको चक्लेट यहाँ नै पाउँछ नि क्रिसमसमा यिनीहरूको स्कुलमा त्यही दिन्छ यो हो कसले दियो यो माइजूले दिएको मेरो सानोको दसैँ आयो because you're getting so many gifts अब के भयो यहाँ त्यो हो र खै कस्तो टु स्नेक बाइट जस्तो हिजो म्याराथन खेल्ने बेलामा ओ नो मामाले फेरि यस्तो जान्दैछ कि What have you done? तेरो मामाले त घाटा पो गर्दैन झन् है हाफ भन्दा बढी त भुइँमा गयो इज इट गुड यसको यो यतिको फक्क निस्किँदो रहेछ सबै मिठाई त हाजीभन्दा बढी मिठाई त गइगयो Hey, look! Wow! Hey, Timna! Hey, you need to pick it up. You need to pick it up. मिठो Come here. खै इन्डियन सिरियलको डनलाई हेरौँ बेचेर हो बिचरा कस्तो राम्रो देखेको मेरो दिदी यहाँ निर्बोल्सको हाल्नु दिँदैन बिहानभरि काम गरेको सबै गइसकेछ फुलकुमारी पो हुन लाग्छ यार मेरो दिदी त त्यो गरौँ भनेको त भयो कस्तो फुल त ठङ्ग भयो कस्तो राम्रै देखेछ त अनि हो र
खै हो त्यो होल्ड गरेर यता हेर त तँलाई हेरेर के ऐना छैन तँलाई हेरेर म के होइन मैले यसरी हेर्न मिल्यो नि त अनि राम्रो छ कि छैन भन्न पाएँ नि त ओके भयो भयो राम्रो देखेछ क्या गाइस आज चाहिँ मेरो आमा चाहिँ त्यहाँ भएर बिहामा पनि जाने थियो त्यसैले मेरो आमा चाहिँ यहाँ निकै आत्तिएको छ क्या कस्तो होला म चाहिँ यहाँ न यत्तिकै दिदीहरूको माकोमा चट्टलाई एकछिन यस्तो रिल्याक्स गरेर राति फर्किने भनेर आमा चाहिँ फेरि 4 बजी फेरि बिहामा जानु पर्छ रे अब चाहिँ यहाँ युकेमा चाहिँ यही ओके के अरे झ्याउ हुन्छ एभ्री उसमा चाहिँ तपाईँको चाहिँ बिहा अथवा पार्टी एभ्री विक त्यहाँले 2-3टा पार्टी धाउनुपर्छ 1 विकेन्डमा यार युकेमा मात्रै हो कि तपाईँहरू बस्ने ठाउँमा पनि त्यस्तै हुन्छ अब हुन्छ नि अब लेट्स अब नेपाल अस्ट्रेलिया अमेरिका त्यतातिर पनि त्यस्तै हुन्छ कि युकेमा मात्रै हो यो नेपालीहरूको पार्टी छ अब यो होल विकेन्ड के अरे विकेन्ड अब समरभरि हेर मेरो गाउँले बुढी के यसको लेटेस्ट भिडियोमा गएर हेर्नुहोस् न गाइज होइन कमेन्टमा क्या एकजनाले के त्यसै समथिङ अबाउट के लेखेछ के हो गाउँले रहेछ कि ल है आयो गाउँले रे अब हुन त मलाई गाउँले भन्यो भने मैले कुरा बुझ्छु तर योलाई गाउँले भन्यो म ठिस भयो कि अब टुवा भयो त सन्दीपले त ढ्याक्क गरेर एउटै नहुने गरे नि हो कि मेरो नि थियो यस्तो सबैको हुन्छ नि आजकल त सुनको भाउ त त्यस्तो भइजान्छ त अनि कहाँ फुल सुन त किन्न हाम्रो त उही कति होला होइन 2 हेरेछ आमाको त त जस यो चाहिँ म र अस्मिताको तर्फबाट हो होइन मेरो देखाइ त आमाले फेरि अब हाम्रोमा सुन धेरै भनेर अब आफ्नो देखाउन लाग्यो अब है आमाले अनबक्सिङ यस्तै हामी अर्को हेरेको यो चाहिँ आमाको रे होइन गाइज यो चाहिँ हामीले पनि सुरुमा यस्तो हेरेको 2500 कति हो रे अनि कहाँ त्यो त अलिकति होइन अब सिक्री छ है होइन फेरि 2500 त अलिक वाइल्डै भयो नि त हाम्रो लागि त है भनेर होइन आमाले चाहिँ फेरि हाम्रोमा चाहिँ सुन थोरै भयो भनेर आफ्नो चाहिँ देखाइहाल्ने कि फेरि त्यो त अनि त्यो सुनभन्दा धेरै त उस्तै छ पित्तलले छ नि त ल निनी टाइम भयो सानोको त्यही त नि है काम नलाग्नेहरू यस्तो गर्यो मलाई भनेको सरी रात भयो त्यो उसको सुत्ने टाइम भयो कि तल पिटेको पन्च हानेको थियो के गर्ने त छोरो अझै पन्च हान जे गरे नि गर अनि यति काम भयो भने हाफ एन आवर अनि त्यसपछि त तिमी नुनु चुनु पुनु सबै गर ल आइन चाहिँ फेरि के हो त्यस्तो नटी कर्नरमा कस्तो एकदम मेहनत गर्दैछ नि ए फोन खेलाउँदै हो ए दुध थियो कृष्ण भएको अन्त है कति मजा आएछ कि के अन्त त्यो मुभीतिर रहेछ नि हिरोहरूले दुधले नुहाउँछ नि छप मात्रै गर्दैन अरे यसको एउटा छोरी थियो सधैँ हेल्दी हुनु अन्त त्यही त सधैँ हेल्दी हुनु लुगा ल्याइदिनु ल्याउनु आमा ऊ त्यहाँ राख्नु त ठाउँ पनि बाहिर होइन कि यो के ऊ त्यहाँ के ए बाबुलाई डेन्जरै तान्दै हेरेछ गफ बेच बजेलाई हेरे गर्छ बजेले के चाहिँ दिन लाग्यो क्या बजेले के दिन लाग्यो त्यति साह्रो हेरेछ ठ्याङ्ग दिएर तेरो हार्ट एट्याक आउने गरेर दिन्छ ओ माई गड मेरो पालामा त छँदै छैन भन्ला चिचिरो बच्चा पाऊ मिनाची माया र आशीर्वाद हो सबभन्दा ठुलो हेर दियो है फेरि ठिकै छ त चाहिँ माया र आशीर्वाद लैजा
नातिलाई त फेरि चाहियो नि त के गर्नु है अब म त फेरि त्यो डिब्बा भित्रको चाहिँ मलाई जान्छ त चाहिँ माएर आशीर्वाद लैजा भन्नु लाग्यो फेरि यो एरोनलाई त फेरि चाहियो हान्छ न ल ल ल स्याइ ल प्रधानमन्त्री बाबा बाबा हेरु हेरु मेरो बाबु भाग्यमानी भएर सरी डेली डन बाबा आज त माम खाने दिन सानो माम 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 कति मिठो रहेछ त मेरो बाबु सबै हेल्दी कहिले पनि भोक नभएर निरोगी जहिले पनि मिठो मिठो खाना पाएर ल ल खानुहोस् न यहाँ छ नि औला होइन नि यहाँहरू त कति मिठो तिमीहरूको सुन छ अरे लगाइदिनु भोग लागेर चाहिँ क्या खाँदैको त त्यो चुप्प लाएर गोल्डी आयो गोल्डी गोल्डी आयो गोल्डी छाड्दै त के अरे जानु हिमाल चाहिँ अटल नदी चाहिँ लामो आइयोस् सधैँ हेल्दी अनि क्या नि हुनु भोग लाग्यो क्या तँलाई बाबाले अलिकति तिरी गर्नु न माथि भाग्यमानी भएर स्याहार्नु त है मेरो नानीलाई खत जति लामो आयो भएर यसो गर्नुपर्ने रहेछ यसो गर्नुपर्ने रहेछ क्या सुन लगाइदिँदाखेरि क्या म मैले भेटाएन भनेको बल्ल अहिले बुझेँ के यसो 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 भन्छ भनेको सुन लगाइदिने बेला म आफूले पो घाँटी थाप्ने भनेको खै कसरी लाउने त बी केयरफुल है ल ल के हो आमाको पालिमा तल्ली रुँदै रोएन त यार यिनी मन हामीलाई जस्तो छ तपाईँहरू दुईजनाको त पालै छ नि फेरि तपाईँहरू दुईजनाको पालामा नै रुँदैन जस्तो मुखमा चाहिँ झुन्डाइदिनु पर्दो रहेछ यो अब उस मात्रै है यसको डालो त खाली भयो ढालो त कहाँ रहेछ ऊ त्यहाँ ढालोमा हाल्यो न यो डालो ए ल कसले गनेर दिएको थियो मैले पनि गनेर दिएँ मलाई पो तपाईँलाई त के हुने भेला मलाई हो त्यसलाई ढोक्छ है प्रमिललाई चाहिँ ढोकेको होइन है फेरि यो डालोमा हाल्ने भेनाले मेरो आफ्नो डालोमा पो हालेर हिरो मेरो सानो ल ल ल ल ल भयो राखे होइन बार गरेर हेल्दी भएर भात फ्राई गरेपछि ओए तेरो निकालेछन् हो फेरि हुन्छ हो
सापा हाल्दै हाल्नु नि त न खै 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 त्यहाँ हेर्नुमा उसलाई बेसी भोक लागिरहेको रहेछ के खाऊ भन्ने बेलामा बनाइदिन्छु चिया बनाइदिउँ ल ए ल भयो ल जिउ ल यो आइसक्यो ल भेनाला होइन है यो पनि फेरि भेना फेरि यार ओइ पन जान्छु यार के हो ल ल ल मेरो बुढी जाऊ चढ ए यो मानेको बेलामा गइहाल के को मैले पनि यो जाऊ क्या रहेछ मेरो सासूले बोलाऊ भनेछ नक्कली माइती आएछ नक्कली माइती हिँडिरहेको छ ल भयो Always be healthy. ल खै सरप्राइज आएर घान्छन् भेना पनि यार फेरि त्यो भेनामा जिस्का परेन साह्रै हाल्नुपर्ने नि ए हो ए कसले हालेको थिएन अघि यहाँ हाल्यो अगाडिको कसैले हालेन हालेन आनन्द भयो यहाँ कोत रहेछ नि त्यो उसले बाटो चामलले टिकाले अब त फुकायो पक्का सोल्टी दा पक्का प्रधानमन्त्री जस्तो देखेर यो आमा मजा आयो जस है दिदी त मेरो दिदीको कस्तो राम्रो देखेको भाइ आज त ओ माई गड आज मात्रै अँ हजुर हो गाइज मैले चाहिँ यहाँ लाइफमा धेरै कुरा सिक्दैछु है आज चाहिँ म चाहिँ अहिलेसम्म चाहिँ लाइफमा चाहिँ के होइन के भन्छ व्हाइट राइस र ब्राउन राइस मात्रै थाहा थियो आज चाहिँ रेड राइस पनि थाहा भयो होइन त्यो खिर चाहिँ रेड राइसले बनाएको रहेछ ताम्रा चामल भन्दो रहेछ होइन फ्यामिली इज लाइक एकदमै अर्ग्यानिक हुन्छ अरे यताउता हुन्छ अनि नेपालमा पनि एकदमै कुनै कुनै ठाउँमा मात्रै पाउँछ अरे सो या द्याट राइस इज एक्चुली भेरी गुड फर यर हेल्थ रेडको कुरा अनि एकदम मिठो पनि छ हरेक किसिमै पाउँदो रहेछ हो यसो काटेर कुरा गर्दिएर धन्यवाद धन्यवाद अघितिर भुलेर अहिले दिएको रे अहिले त त्यहाँ उता भित्रपट्टि केक पनि काट्न भुलेछ अहिलेसम्म काटेको नि छैन ए राउन्ड टु है गएछ अघि नै चाहिँ मैले के लाउन भुल्यो भन्दाखेरि मोमोमा चटनी हाल्नु भुल्यो रहेछ मलाई चाहिँ खिर मन पऱ्यो होइन यो चाहिँ दिलले बनाएको कालामारी रे चगापै होला प्याकेटबाट खोलिरहेको मैले सबै आफै बनाएको छु फिसिङ मात्रै गर्न नगाउँ मैले दिलले बारीमा गएर कुखुरालाई आफूले मारेर काटेर पकाएर लिएर आएको त्यस्तो मार काटमा बिलिभ गर्दैन खाना त खान्छ खाना त अब खाइदिन्छ अब के भन्छ होइन मोमो खा के मिसिङ भएछ हो चटनी मिठो रहेछ है एकदम के भन्थ्यो रे भातले फेरि खै के हो रातो चामल त भन्थ्यो तर खै के हो भन्थ्यो क्या आन्टी उसलाई नै सोधा अब गइसक्यो मान्छे अब गयो ऊ पनि गयो Oh, princess! How you doing? You look so pretty, man. Oh, princess the prince. Oh, हाम्रो प्रिन्सेसको आमा प्रिन्सेसको आमाले कस्तो हिरोनी भएर आएछ त ओ प्रिन्सेसको के छ मेरो दाइ त्यस्तो गाडी नआउँदो रहेछ यार लन्डन यार आयो त दाइ दाइले दियो फेरि यार दाइले दियो आयस के पायो देखा त के पायो वाह के हो त्यो के हो त्यो आयस ओइ स्याल उनीहरूको बहिनीहरूले बुन्छ अरे के अनि यो बुनिङ ड्रेसमा एउटा फोन र बेग हालेर ठिकै भयो नि त होइन सबै के बिचरा आफूले गर्छ नि कि गाउँमा हो त नि बुनिङ ड्रेसमा यो राम्रो म हेरेको भिड छ नि त हामीले त यस्तो गर्दैन जान्दैन किन्नु पर्यो उनीहरूको त बहिनी उनीहरू सबैले गर्छ कि गाउँमा त्यो यो आश्रित के अरे सनिताको जेठानीको बहिनीले बुनेको अरे त्यस्तो गर्नु तिनीहरूको गाउँमा चाहिँ एकदम सास के भन्छ संस्कार पहिलाको भयो मेरो आमाको यहाँ खिच्न जे पाए त्यही तेरो आमा कस्तो रहेछ भन्छ यो पनि होममेड होइन गाइज होइन
भाउजूले बनायो अरे चट्ट लाएर त्यस्तो भनेछ कि त्यो सेबले लेखेको कि मन पऱ्यो नि हुन्छ दामी छ त्यसलाई अब पुरै खिचेर पठाइदिन्छु त्यो पुरा दोकानमा किन्ने हो त मिठो छ है खानु न अम्बाला मिठो छ ओइ इडु ए बच्चा अरे You having fun, Ayans? आया इधर जा Moniam Mayo म त बगो फुट्ला नि फेरि Oi Ayans Who's that? Looks like iron. Chicky banana hand, chicky banana hand, chicky banana hand. ये करा ओए इडु what's that? Chicky banana आम्मा फेरि गर्दा आम्मा त्यस्तो ओए के गराएको त फेरि यहाँ दुईजना यो लामा जस्तो के पढेछ भुङ ओ उठ्यो उठ्यो हाम्रो चाहिँ यहाँ अब के अरे फेरि त्यहाँ यहाँ फेरि अब यहाँ राउन्ड 2 सुरु हुन लागेको छ हाम्रो यहाँ भेनाको दिदीहरू आएको छ भर्खरै होइन सो उनीहरूले नि भात खुवाइदिने रे राउन्ड 2 हाम्रो प्रधानमन्त्री सर उठ्यो भर्खरै तपाईँले खिचेको फोटो त अड्कियो बिचरा त आँखा छोप्यो त्यसको Who's next? Next! अलिकति मात्रै लान्छ छोको जस्तो गर्दै भयो नि फेरि त्यो रोगुराई गर्छ अल्छी लाग्छ बाबु क्या है मुगा I think he's hungry. उयो हामीले आयो ठुलै हुन्छ नि यो नमुना भोलि अन्त ए त हो त्यही एउटा ठाउँ लाग्छ हुन तपाईँलाई This is for you. And this is for you. Okay. नागाले अप्ठ्यारो भयो त्यो भोजो होला के है बाई 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 गर्मी नै भयो होला क्या यो कौडाले कौडा त फेर्दिउँ होला अब त अन्त म त मेरो त भिडियो हो यो दुईजनाकै होइन आमा पो तरुनी देखे त के हो माया पिया भयो ओ मेरो आमालाई पो बौसी घाँस ठिक्क भन्छ त मेरो आमा त्यहाँ इडु चाहिँ रिसाएर गयो I want to see here. No! 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 No!
ओइ आइस ओइ पहिला त्यो नेपालमा हुने बेलामा हामीले त घाममा पुरा कलेजामा सुतेर बदाम सदाम खाँदै त्यही मजा आउँथ्यो अहिले पछि यहाँ सुरुमा यहाँ केक काटिदिइ हाल्यौँ न अनि त्यही त आम्मा र सक्यो प्रोग्राम अब रेड भेलभेट रेड भेलभेट रेड भेलभेट मिठो रहेछ के हो र त्यो ओ माई गड वाल्टी ठुलो पो रहेछ यार सो भोलि चाहिँ हामी त्यो भाउजूको रब्दाको बुढीको नि भोलि बर्थडे रहेछ अनि अभियसली बेबी सावर सानो बेबी सावर टाइप्सको नै गर्न लागेको बेबी न्युज ए हो ल ल यहाँ चाहिँ सामान लुकाइ लुकाइ गर्नु परेको छ होइन सो यहाँ चाहिँ मेरो र भेनाको चाहिँ यहाँ चाहिँ पुरा वर्कआउट भएर आएको छ अहिले चाहिँ बाह्रभित्र गरेर जस यहाँ रब्दाएको चाहिँ आइज रे फेरि ओ माई गड बोल्न लागेको त फेरि के हो यार यो चाहिँ मेरो दिदी र भेनाको गिफ्ट होइन अनि गिफ्टको माथि चाहिँ दिदीले चाहिँ यहाँ हल्का त्यो के भन्छ डेकोरेसन गरेर एउटा रोज यहाँ अनि यो रे दिदीको डेकोरेसन होइन दाइलाई गर्मी भयो के अरे जाडो भएको हो यस्तो जग्गा लगाइदिने सो हाम्रो चाहिँ यहाँ चाहिँ अहिले सरप्राइज दिन लागेको हो उनीहरूलाई थाहा होइन सानो एउटा लाइक त्यो बेबी सावर टाइप्सको होइन तर सो या बेसिकली रब्दाको पनि बच्चाहरू आउन लागेको छ त्यसैले बच्चा एउटा मात्र बच्चा आउन लागेको छ एउटा मात्र बच्चा आउन लागेको छ सो वी आर जस्ट वेटिङ फर देम लाइक सरप्राइजको लागि है बादमा भोलि चाहिँ फेरि भाउजूको बर्थडे पनि हो सो इट्स अलमोस्ट लाइक एक तिर से दोषी कार भनेको जस्तो हो कि यो चाहिँ है अब के भन्नु सरी दिदी दाउरालाई बिर्सिने ह्याप्पी डेलिभरी अब बच्चा सेफ डेलिभरी पर्दैन नगर नाइस अनि मेरो हेरे चक्सन खान्छ सक्सले खान्छ दिदीले खुलाइदियो हुन्छ अनि तिमीहरू खुलाइदियो भइहाल्यो नि बिचरा दही जिरो खाइ ब्लड प्रेसर फेरि हाई होला अर्को चाहिँ अब खाएको दिदी फर्स्ट दही चिउरा खुलायो ताइलाई
तिमी चाहिँ भन्छ खुलाउनु त पाएन I didn't come prepared. ल खुलाउने म त कसरी प्रिपेयर तिमीलाई रिहर्सल गर्नु पर्यो अनि खुलाउनु बेला त अनि क्यान्डल त मैले त पाएन त बुढो कता कता राखेको थिएँ यो क्यान्डल क्यान्डल के ए बर्थडे कसलाई थाहा छैन 26 मा भनेर खै ह्यापी बर्थडे ठुलो मम लेखेको त केक पनि त्यही छ राम्रोसँग डेलिभरी होस् हजुरलाई Happy birthday to you. Happy birthday to you. आमा मेरो दिदीले पनि निकै जाने रहेछ निकै एक्सपिरियन्स रहेछ हो मेरो दिदीको काटेर आफ्नो प्यारो श्रीमानज्यूलाई खुलाउनु चक्कीको भाइ यसरी खानु अन्त केक मात्रै खुलाउने होइन फेरि जिप पनि दिनुपर्छ गिफ्ट पनि दिनुपर्छ आर यु रेडी यस्तरी कोर्स खोजेर सबै बेग गाडी दिदिए नि हुन्छ यो चाहिँ यस्तरी हो करेन्ट पास बधाई छ मेरो भाउजू साह्रै लजाएको जस्तो देखेछ हो अनुहार त रातै भइसक्यो आइस अन्त के गरेको ओहो मेरो भान्जा त त्यहाँ ड्रइङ गरेको ओहो आज दिन चाहिँ यस्तो रमाइलो भएको छ साह्रै घाम लागेको छ हामी चाहिँ यहाँ यहाँ त दामी खिच्दैछु मैले फोटो सेसन ओइ हरिरहेको छ नि त गाइस हेर त आमा खोइ देखेछु कि देखेछ तिमीहरूले यदि तिमीहरूलाई यहाँ के अरे यदि तपाईँहरूलाई फोटोग्राफरको लागि मान्छे चाह्यो भने मेरो दिदीलाई प्लिज सम्पर्क गर्नुहोस् होला यस्तो राम्रो फोटो खिचिदिन्छ यहाँ यो चाहिँ राम्रो आएछ आमा तपाईँको छोरी त एकदमै ट्यालेन्टेड रहेछ त हेर्नु त फोटोग्राफर पनि खिच्न लाग्छ हो हेर्नु आमा कस्तो राम्रो आएको है यो राम्रो आएको छ अनि हेर्नु है मैले किन तिर्नु पर्यो हो मान्छेहरूलाई यति भन्छ त हेर्नु त यहाँ हेर्नु त गल्यो गर्नु हामी गयो उता जान्छु तपाईँ फेरि लाज लाग्छ होला हाम्रो अगाडि गर्नु होइन मैले त हेरेको त्यहाँ हाम्रो चाहिँ यहाँ आइन्स चाहिँ यहाँ पुरा यहाँ आइन्स डु यु वान्ट मी टु कम इन एज वेल नो Oh, once it's ready, I can come in, okay? Okay, thank you. भेनाको त्यहाँ म्याजिक सुरु भइरहेको छ यहाँ चाहिँ गाइज होइन भेनाको चाहिँ यो चाहिँ कहिल्यै जाने भएन यो चाहिँ त्यही त यहाँ टल्काउन 1 लिटर हालेको क्या ए खोइ कता अगाडिबाट खिचेर माथिबाट क्या ए हो ए ओके ओके एकैछिन है त टल्केछ नि त सोल्टी के हालेछ ल लैजान ल बाई बाई टाटा ल जानुहोस् बाई ल दाइ ह्याभ फन अन योर पार्टी दाइ साब झुल्छ वाल झुल्छ अब ए हो रमाइलो भयो अब चाहिँ भेना क्यामेरामा आएन नि त अब क्यामेरामा आएन क्या क्यामेरामा आएन तपाईँले भन्छ अझ क्यामेरामा आएन के गर भन्छ आफूले बिहान भन्छ अझ आफूले बिहान चाहिँ अझ के अरे त्यो मिनासी भाउजूले ढोक्ने बेलामा क्यामेरामा आएन फेरि ढोक भइगयो के भनेको र त्यहाँ मेरो आमा चाहिँ त्यहाँ पुरा सारी लगाएर हिरो नि भइसकेछ होइन बिहाको पार्टी जानको लागि रेडी भर्खरै आमालाई ड्रप गरेर आयो होइन उसको बिहामा उसको बिहा आमाको बिहा छ भने एउटा हाम्रो एउटा गाउँलेको बिहामा हो भर्खर त्यहाँ ड्रप गरेर आयो र अझ म चाहिँ यहाँ 20 रुपियाँ कार सर्भिसमा छु है गाइज है
यही तपाईँ होइन यो लोकल फार्म वर्ल्ड क्याम्बलीको यो लोक हुन्छ नि लोकल एरियामा हुनुहुन्छ भने होइन यहाँ आउनु चाहिँ गाई चाहिँ आई बिन युजिङ देम सिन्स 2018-19बाट होला अहिलेसम्म एक्चुअली लाइक नो कम्प्लेन है एकदमै बबाल प्राइस नो ठगिङ नो नथिङ होइन जे हो त्यही हो झ्याम 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 टाइप्सको होइन इजी छ है त गाई चाहिँ यहाँ तपाईँहरूलाई यहाँ एकछिन देखाइदिन्छु फोन नम्बर टिकिहाल्नुहोस् है वी रिपेयर कार सर्भिस फोन नम्बर यहीँ छ लेखिहाल्नुहोस् है अहिले नै है चट्ट लाएर It's a beautiful day while you're singing. Nothing matters to you. The smile is on and the worries are gone. It's a beautiful day while you're singing. Nothing matters.